अनि त्यसपछि यो पाँच थरमा बसेर मुस्ताङ हेलो फ्लोइन हाई भनिदेऊ न perfect. Yes. पाको छेउमा हुर्केको मान्छे त मलाई त छेपाको पा याद छ नि के पो होइन थाहा छ के तर के पो भन्छ तिमीलाई त मलाई चानेको जानेको म त याद छ नि म त तिमीलाई याद हुन्थ्यो कि कान्छ तर ऊ तल्लो गाउँमा भएर कि छेपाकुपा खसेको चाहिँ थाहा छ है मलाई छेपाको याद छ कुकु याद छ मलाई त थाहा छैन छेम्मा कुकु याद छ किन याद छैन दाजु के को लिन्छ म त लिन्छ त खान्छु अलकोहल त मलाई फोम हाल ल फोम 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 पापालाई त के पो भन्नुहुन्थ्यो छेप्पाको पाले शङ्कर अनि ऊ माक्स सुइमो बियर टाइमै हामीहरू मिलेर अब यो बियरलाई सखाप बनाउनेछौँ म त खाइसकेँ ल कम अन म्यान एक्सप्लेन गर न त एकपल्ट के छ फ्राई राइस टिका हालिरहेको छु होइन रिजनले भनेअनुसार चाहिँ यो खायो भने चाहिँ जाडोमा के अरे बाहिर अब हामी निस्किने बेला हाम्रो जाडो हुनु भन्ने दामी सनराइज भयो हेलो फ्लोइन हेलो कृष्णा हाई ल अहिले हेरेर घरहरूमै त लागेको रहेछ यो भयो परेवाको घर होइन यता हाम्रो किचनहरू भयो अनि यो बाहिर चाहिँ हाम्रो रक्सी पार्ने होइन अनि त्यसपछि गाई भैँसीलाई चारोहरू पकाउने अनि यो अब पुरानो आर्किटेक्चर है यही हो मेरो घर के छ पाहाड के भन्नु मन छ तिमीलाई कस्तो लाग्यो त मलाई रमाइलो लाग्यो होइन सिधै खायो मैले दुनियाँ थोरै खायो होइन यस्तो मिठो आन्द्रा खायो हिजो राति खायो सुक्खा सुक्खा खायो अनि अझै खानुहुन्थ्यो अब के गर्नु हामी अलिकति समय पुगेन हामीलाई होइन घाम ढल्किसक्यो हामी भन्नुपर्दा बिहानै 5 बजी निस्किँदैन निस्किन पाएन अब हेर्दै कम्मर खुला हुँदै गइन्छ ट्राभलिङ होइन अब यहाँबाट बत्तेर हामी जान्छौँ खोला पारी यस सर अनि ऋतुलाई सायद धेरै इमोसनल भइरहेको होला तर मलाई पनि यहाँबाट अब फर्किँदा चाहिँ कस्तो नराम्रो लागिरहेको होइन आई माइट क्राई मेरो आँखाबाट आँसु पनि झर्न सक्छ बाइक कुदाउँदै यहाँबाट देखाइदिउँ है फाइनल एकचोटि अब मेरो घर यही हो मेरो घर पाहाडको होइन यो माथिको सोलर हो यो यही हो अब यहाँबाट हाम्रो घरबाट पनि साइज पनि दामी देख्छ सनसेट पनि दामी देख्छ क्या उता परकोबाट निस्किन्छ यो अमलाको बोट हो यो चाहिँ एकछिन हामी बाइक तताउँछौँ बाइकमा पुरै शीत लागेको अवस्था नखाने पार्ट अब यहाँदेखि सुरु भएर उता धरान गाउँ अस्ति हामी आएको बाटोमा जस्तो रमाइलो देखाएको थियो त्योभन्दा बवालै खतरा रमाइलो देख्छ यताबाट जुन जाने बाटो छ नि त्यो जाने बाटोबाट चाहिँ एक्चुअलीमा हामीले प्लान गरे अनुसार धरान चाहिँ यसै डुलेरै घुमिन्छ होला होइन
यसो केही कचकुचुक खाइन्छ होला धरानमा अनि धरान चाहिँ हामी धेरै बेर बसिन्न है बिदाइमा यो पालिको प्लानमा हाम्रो एउटा फिसिङ मात्रै गाउँ गएर फिसिङ गर्ने त्यो चाहिँ के भन्छ प्लान ऊ भएन पुरा भएन अरू त सबै दामी नै भइरहेछ होइन ललितको दादाहरू डट बाइकमा ए भिआर ए भित्रीमा सो वी आर फाइनली कन्टिन्युङ आवर राइड है यहाँबाट चाहिँ बाबाले धेरै मजा गर्यो अनि यो चाहिँ तमर हाम्रो तम्मर नदी तमर है गाइस पछाडि चाहिँ सबै बाबाले बाबा क्यामेराबाट तम्मर नदी अनि प्रयास मेरो Yes, तिमीलाई भुलाउने हे यो पालिदेखि थियो है यो माचिक्ने चाहिँ थिएन खै खै यहाँनिर ए मलाई मार्यो रितुले यो भिडियो चाहिँ प्रुफ हो अबदेखि रितु बोल्छ नि मसँग बोल्ला रितु ल फोनहरू केही खसेन नि खल्तीबाट ल म माइनर इन्जरीसँग बाँचिरहेको छु बिआर म्यान हामी लड्छौँ लडेर उठ्नुपर्छ केटा हो त्यही हो सबभन्दा ठुलो कुरो हो कि होइन अब काठमाडौँ गएर बाइक बन्छ अनि हामी घरमा छिर्छ त्यही हो जिम्मेवार पनि हुनुपर्छ बाई सो गाइज मर्निङ भएको अवस्था है यो चाहिँ हाम्रो लास्ट डे हो ट्रिपको अनि अब रितुले बाइक निकाल्न लागेको छ है चाहिँ हामी बर्दिवासबाट है जनकपुर जाँदैछ टक्क हामी अब बिहान हल्का हामीले इलामको चक्लेट छुट्टी खायौँ होइन त्यसले एनर्जी भयो अनि हल्का पानी सानी खाएर अब हामी अब जानकी मन्दिर गएर दर्शन दिनेछौँ एकछिन अनि यो यतिमा होइन नि यस
मैले चाहिँ भित्र 7 पनि खायो अरे अलिकति गर्नेवाला जो खायो अरे भित्र भवनलाई ढोकायो अरे आइसकेँ अब आएको छु भगवान्लाई प्रसाद अति लेट भइसक्यो क्या हामीलाई यहाँबाट हाम्रो होटल चेकआउट गर्नुलाई 40 to 50 मिनट्स लाग्छ पुग्नुलाई त्यो ठाउँ अनि अहिले नै 11:10 भइसक्यो हामी चाहिँ एउटा सानो ब्रेक लिनलाई अन्नपूर्ण होटल विमान खाजा खाँदैछौँ आलु चना अन्डा खाँदैछौँ बाइकले पनि भात खाइरहेछ पछाडिबाट हल्का खान्छौँ बाइक साइक बनाउँछौँ त्यसपछि हाम्रो जर्नी फेरि कन्टिन्यू हुन्छ है त बिर्ली खाली है अहिले हामी टक्क साँधेको जुनर खाँदैछु ऋतुले भनेको यो गढी डाँडा ठाउँ आएपछि चाहिँ जुनर खानु रे मिठो भइरहेछ म थाहा पाइरहेको छु अनि अब राइड चाहिँ मैले हान्छु मेरो यो फर्स्ट टाइम एक्सपिरियन्स हो सिन्धुलीमा त्यही भएर रिजनले मलाई अगाडिको बाटो कुदाउनु दिन्छ अनि अलि पछि चाहिँ रिजनले कुदाउँछु किनकि उसले यो बाटो पहिला पनि कुदाइसक्यो हो हामीलाई हल्का टाइम पनि कभर गर्नु छ म्यापले अनुसारले चाहिँ हामी 7 बजे पुग्छ भनेछ तर मलाई लाग्छ हामी 5 बजे पुग्छ जस्तो लागिसक्यो मलाई हामी चाहिँ सिलगढी कटिसक्यौँ अब यो आँखा नलागो सबैको राम्रो यात्रा होस् यो बाटोमा हामी मेरो विचारमा कति समय इतिहासले भनेको छ त्यो चाहिँ कति समय चाहिँ हाम्रो लागि fucking amazing, you know.